Hello and namaste. Welcome to back my YouTube channel. अनि आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। आजको चाहिँ मेरो नयाँ भ्लग हुन्छ है। अनि आजको चाहिँ यो मेरो बाइक सर्भिस गर्न जाँदैछु म चाहिँ। अनि बाइक सर्भिस गर्नु अनि त्यही लेगाडहरू अस्ति एक्सिडेन्ट भएर लेगाडहरू भाँचिएको छ अनि त्यो बनाउनुको लागि। अनि म चाहिँ मेरो भाइसँग जाँदैछु है। मेरो आफ्नै भाइ त होइन होइन, तल्लो घरको यता हेर्नु त भाइ हो होइन। अनि हामी चाहिँ फतेपुरसम्म हो होइन, बजाज सोरुमसम्म। अनि अस्ति चाहिँ म मेरो चाहिँ बाइकको के अरे यो के भन्छ ब्रेक क्या फुट ब्रेक भाँचेको थियो नि त। त्यही भएर अनि इन्डिया गएको थिएँ वीरपुर। अनि वीरपुरमा चाहिँ सामान त्यहाँ थियो र अनि त्यहाँ लगाएर आयो। अनि अब सर्भिस गर्नु चाहिँ नेपालमै यहीँ गर्ने भनेर है सर्भिस गर्नु जाँदैछु। अनि मेरो यात्रा चाहिँ भोलि काठमाडौँसम्मको हुन्छ है। अब फतेपुर है त्यही 7 किलोमिटर छ यहाँबाट। उदयपुर बसाबाट हामी चाहिँ सप्तरी जानु लागेको हो। सप्तरी फतेपुर पर्छ, त्रियुगा खोलादेखि उता सप्तरी पर्छ, यता चाहिँ उदयपुर पर्छ है। छोड म आफै हटाउँछु। अनि मेरो चाहिँ होइन अब माउन्ट पनि हराएको छ क्या, माउन्ट हराएर अनि अहिले बिजोग भइरहेको छ क्या। भ्लग गर्नु पनि मिलिरहेको छैन अनि भ्लगहरू पनि भिडियोहरू पनि अब लाउनु पाइरहेको छैन क्या मैले होइन। अनि हात पनि अब चलाउनु भर्खर हुँदैछ। अनि माउन्ट पनि हरायो क्या। अनि त्यही भएर हातबाटै होइन हातमै राखेर गर्दैछु मैले होइन। एउटा हातले कुदाउँदै एउटा हातले चाहिँ अब मोबाइल हातले एउटाले भिडियो गर्दैछु। अनि अम्ला पनि चलाउनु भएको छैन क्या खासै। अनि मेरो फुट ब्रेक पनि हल्का मजाले लागिरहेको छैन। अब नयाँ जस्तो हुँदैन रहेछ होइन, अर्को ब्रेक लाउँदाखेरि हल्का लुज नै हुँदो रहेछ। अनि अब के गर्नु त होइन, अब गोप्रो सोप्रो छैन हामीसँग भ्लग गर्नको लागि। अब मोबाइलबाटै भ्लग गर्नुपर्छ है। मिडल क्लास फ्यामिलीबाट पऱ्यो नि त हो गाइज, मिडल क्लास फ्यामिलीबाट त्यही भएर फोनबाट गरिन्छ भ्लग चाहिँ होइन। अब क्वालिटी राम्रो आएन भनेर होइन, क्वालिटी त अब मोबाइलबाट खासै राम्रो आउँदैन होइन। राम्रो फोन पनि छैन, अब राम्रो फोन भएको क्वालिटीहरू पनि राम्रो आउँछ है। अनि क्वालिटीहरू अलिक नराम्रै आउँछ। अब पछि बिस्तारै किनौँला होइन हामी पनि गोप्रो। अहिले चाहिँ तपाईँहरू भिडियोको इन्जोय लिनुहोस्, केही समयपछि है भेटौँला। अनि मेरो बाइकको बारे पनि तपाईँहरूलाई देखाउँछु, सर्भिस गरेको देखाउँछु है। Sauro parece botar, oh, tá nessa baila,
मेरो बाइक त होइन सर्भिस गरेर अब सक्यो होइन, अब धुनु यहाँ धोइदिएछ बाइक। अनि मेरो ब्रेकमा पनि हल्का लुज भइरहेको थियो नि त, अनि ब्रेक पनि अहिले ठिक भइसक्यो होइन। अनि यहाँको लेगाड चाहिँ अलिक होइन लगाएको छैन होइन, अब हेरौँ बिल कति आउँछ सर्भिसको, अनि त्यही अनुसारको अनि पैसा उब्रियो भने लेगाड लाउने। लेगाड चाहिँ फेरि महँगो क्या 2000 अरे होइन। मैले लेगाड चाहिँ खासमा 1300मा लगाएको थिएँ, अनि 1300मा लगाएको थिएँ डोरीसहित त्यही मैले त्यही 1700-1800मा लगाएको थिएँ। अनि यहाँ चाहिँ लेगाड महँगो रहेछ क्या 2000 अरे लेगाड होइन, मैले चाहिँ 1300मा लगाएको हो है। अनि अब हेरौँ बिल के आउँछ। अहिले बाइक धुँदैछ सर्भिस भइसक्यो फाइनली होइन। हाम्रो चाहिँ बाइक सर्भिस भएर अहिले चाहिँ हामी हिँडिसक्यौँ, अनि अहिले फत्ती यही पुलमा आइसक्यौँ होइन। अनि अब चाहिँ हामी घर जाने। अहिले टाइम चाहिँ होइन हामी 12:45मा आएको, अहिले टाइम चाहिँ 4:41 भयो होइन। लेगाड पनि लगायौँ, लेगाड पनि लगाइसक्यौँ, लेगाडमा अनि डोरी पनि लगाएँ, अनि बाइक पनि सर्भिस भयो। अनि मेरो ब्रेकको प्रब्लम पनि ठिक भयो होइन, ब्रेक पनि अहिले ठिक भयो। अनि अब हामी चाहिँ अब यहाँबाट घर जाँदैछौँ भाइ। खाजा पनि खाएको छैन होइन, भोक लागिरहेको छ। अब शनिबारे होइन, अब हामी उदयपुर छिरिसक्यौँ। अब बसा शनिबारेमा गएर चटपटे खाइन्छ, अब चटपटे त हो खाजा हाम्रो होइन। अरू चाहिँ सुट्टा मार्छ होइन, चिया हुन्छ, अनि हाम्रो चाहिँ अब के हुन्छ भने चटपटे हुन्छ, हामी चाहिँ चटपटे खाइन्छ। अनि अब भिडियो पनि इन्जोय लिनुहोस्, मन पऱ्यो लाइक एन्ड सब्सक्राइब गरिदिनुहोस्, कमेन्ट पनि गरिदिनुहोस्, सेयर पनि गरिदिनुहोस्। अनि सब्सक्राइब गर्नुभएको छ भने लाइक एन्ड कमेन्ट, अनि साथीहरूलाई सेयर पनि गरिदिनु होला है, मन पराइदिनु होला, सपोर्ट गरिदिनु होला। अनि अब भर्खर हो भिडियो होइन, धेरै टाइम बेसी लागेको छ, त्यो कुरामा नरिसाइदिनु होला ल। मेरो पनि त्यही प्रब्लम थियो नि त, त्यही भएर हो होइन। अब बिस्तारै आउँछ भ्लग, अब अलिक दिन होइन ग्याप हुनसक्छ है। मेरो त्यस्तै प्रब्लम हुन्छ। अब भोलिको अब राइड भनेको काठमाडौँसम्म हुनेछ होइन। अब बिहानै नै जाँदिनँ, जाडो हुन्छ, त्यही भएर म चाहिँ 10 बजीतिर जान्छु, बेलुकाको अब चाहिँ 7-8 बजी पुग्ने तरिकाले जान्छु। अनि अहिलेको लागि त भिडियो यहीँ इन गरिदिन्छु। ओके बाई बाई गाइज।